0.6 मेरो 0.6 आउँछ तपाईको 5 आउँछ टोल गेट आयो क्या जान्छले यसरी जानुपर्छ ₹200 खर्च भयो भन्नुपर्छ एकजनामा 100 खर्च भयो सस्तो खानु होइन 8 रुपियाँ लागेको पुग्यो भने अब टिकट 8 रुपियाँमा उहाँ त दुईटा 8 रुपियाँमा दाल भात चोरेको सुकुटी बियर ठिकै हो बियर सस्तै पऱ्यो सोधिदिएर है कस्तो अर्काको त्यहाँबाट कुत्ताहरू के खुसी राति गयो भने चाहिँ ल्याउँछ 5 किलो पुरै छैन महिनामा एकचोटि छिर्यो प्याकेट बनाएर प्याकेट बनाएर क्या प्याकेट बनाउने एक प्याकेट चाहिँ नि महिनामा खानु नखाने एक प्याकेट झिक्ने तर प्याकेट कति भन्नु एक पाउनु एक प्याकेट ल्याउँदा नि एक छाल त्यत्रो ल्याउन मिल्छ त नि किन हुन्छ 30 किलोसम्म सामान ल्याउनु 25 किलो हामीले 2-4 हजार बढीको टिकट काट्नुपर्छ क्या सस्तो भन्नु त्यो सामान कति हो भनेर सोधेर मात्र काट्नुपर्छ सामान नेपालबाट ल्याउनु पर्ने सामान ल्याउनुपर्छ वर्षमा भएर पसिन्छ नि टिकट 1500 रुपियाँ हेरेर काम छ सामानै आउँदा यहाँ किन्नु कति फरक हुन्छ
ला